प्रतिनिधि सभा सदस्य रेखा यादवले नेपाली नागरिकलाई नागरिकता नदिएर अनागरिक बनाउन सरकारको ध्यान आकर्षण गराउनु भएको छ। अनागरिक नबनाउन सरकारको ध्यान आकर्षण गराउनु भएको छ। बिहीबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै प्रतिनिधि सभा सदस्य यादवले देशभित्रका नागरिकहरूलाई अनागरिक नबनाउन सरकारको ध्यान आकर्षण गराउनु भएको हो। उहाँले काठमाडौँको माइती घरमा आन्दोलनरत निरज कामतले नागरिकता नपाएको पिजामा आत्मदाहको प्रयास गरेकोले गर्दै उहाँले आगामी दिनमा आत्मदाह गर्ने बाटोमा नपुग्याउन माग गर्नुभयो। यसको नागरिकलाई अनागरिक बनाइरहने हो, किन यो अनागरिक बन्नु परेको हो, उनीहरूले पीडा बारम्बार पोखिरहेको र यही सदनमा हामीले बारम्बार उठाइरहेको पनि हो। आज म यहाँको मार्फत न्यायालयलाई अनुरोध पनि गर्न चाहन्छु, यसरी आफ्नै देशका नागरिकलाई अनागरिक नबनाइयोस्। उनीहरूले आफ्ना लागि नागरिकता मागेका हुन्, आफ्नो म नेपाली हुँ भनेर पहिचान मागेका हुन्। उनीहरूले कुनै विदेशीको लागि होइन, किनभने उनीहरूले नागरिकता नपाउँदा शिक्षाबाट वञ्चित भएको छ। उनीहरू अहिले जल्न मर्नसम्म तयार भएको छ। त्यसैगरी आकस्मिक समयमा बोल्दै प्रतिनिधि सभा सदस्य अब्दुल खानले नागरिकताबाट वञ्चित नागरिकहरूले विभिन्न जिल्लाहरूमा आन्दोलन गरिरहेको भए पनि सरकारको ध्यान नदिएको बताउनु भएको छ। उहाँले समस्या समाधानका निमित्त पहल नभएमा नागरिकताबाट वञ्चित नागरिकहरूले सामूहिक आत्मदाह गर्ने अवस्था आउन सक्ने भन्दै त्यसको जिम्मेवारी कसले लिने भने प्रश्न समेत गर्नुभयो। हाम्रा कानहरू हाम्रो सरकारको ध्यान कतातिर रहेको छ। अहिले नागरिकताबाट वञ्चित भएका सन्तानहरूले विभिन्न जिल्लाहरूमा र काठमाडौँको माइती घरमा आत्महत्या गर्ने कोसिस गरिरहेछन्। सभामुख महोदय, यो प्रयास एक दुई दिनभित्र रोकिएन भने भोलि सामूहिक आत्मदाह गर्नेछन्। त्यसको जिम्मेवारी कसले लिने? सभामुख महोदय, नेपाल सरकारले लिने कि नेपालको न्यायालयले लिने? सर्वोच्च अदालतले जहिले पनि नागरिकता पीडितहरूको सवालमा, चाहे तो 2068 साल होस्, चाहे 2067 साल होस्, 2080 साल होस्, जहिले पनि नागरिकताको सवाल आउँदाखेरि तिमी कुटे जस्तो गर, म रोए जस्तो गर्छु भन्ने यो सरकारको नीति लिएर सरकारले यताबाट पास गर्छ। आधी सांसदहरूले विरोध गर्छन्, आधीले पास गर्छ र न्यायालयले गएर त्यो कुरालाई रोकिदिन्छ। उहाँले नेपाली नागरिकले नागरिकता लिनु अपराध नभएको बताउनु भयो। उहाँले नागरिकताबाट वञ्चितहरूलाई गोली हानेर धपाउने वा नागरिकता दिन आग्रह गर्नुभयो। प्रतिनिधि सभा सदस्य डाक्टर अमरेश कुमार सिंहले केही दिन अघि सर्लाहीमा किसानले पालेको 42वटा खसी प्रहरीले खसी नदिएको झोकमा चोरी पैछार भएको भनेर भन्सार पठाइएको भन्दै सरकारको ध्यान आकर्षण गराउनुभयो। उहाँले मुस्लिम समुदायले पालेको उक्त खसी आफै पालेको भए पनि प्रहरीले रिसिभीकै साधेर फसाइने उल्लेख गर्नुभयो। उहाँले नियन्त्रणमा लिएको खसी फिर्ता गर्न माग समेत गर्नुभयो। एउटा खसी मागेको नाउँमा उसले दिएन, त्यस कारणले उसको 42वटा खसी भन्सार बुझाइदियो कि यो चोरी पैठारी नसारी भयो। एउटा कुरा, यो गेरुवा वस्त्रधारी सरकारको बडा क्लियर प्लान छ कि यो देशमा मुस्लिम बस्न पाउनु हुँदैन, दलित बस्नु हुँदैन, किन त्यसै कारण आफ्नो मन्त्रीमण्डल पनि राख्नु भएको छ। गेरुवा वस्त्रको नसामा जनतालाई दुख दिने काम नहोस्। सभामुख महोदय, यहाँ मैले हिजो प्रधानमन्त्रीसँग पनि फोनमै कुरा गरेँ सर्लाहीबाट। म हिजो सर्लाहीमै थिएँ, म हुँदा त्यो घटना घटेको। गृहमन्त्री यहाँ गएर त्यो कागज मैले फोटोको पनि देखाएँ। यहाँसम्म कि गाउँपालिकाको सिफारिस डिएसपीले चातेर फालिदियो कि हामी मान्दैन। त्यस्ता डिएसपीलाई कानुनको कारबाही घेरा हुन्छ कि हुँदैन? कि यो सरकार मदमस्त हो कि हामी जे पनि गरे पनि छुट्छ, बजेट लुटे पनि छुट्छ। 4 जनाले बजेट लुट्या छ, हामी संसद मौन छौँ। उहाँले सरकारले किसानलाई गाई भैँसी र बाख्रा पालनका लागि प्रोत्साहन गर्नुपर्ने समेत बताउनुभयो।